मेरा जो YouTube चैनल है आप इसको सब्सक्राइब कीजिए। देखिए ऐसी बात है कि आपके सपोर्ट के बिना कुछ भी नहीं हो सकता। लोग कहते हैं कि मेरे एक सब्सक्राइबर से क्या हो जाएगा, आपके इस एक सब्सक्राइबर से बहुत कुछ हो जाएगा। अगर आप मेरे इस चैनल को सब्सक्राइब करेंगे तभी एक एक करके मेरा सब्सक्राइबर बढ़ेगा और इस तरीके से मैं आगे बढ़ सकता हूँ। तो मैं आपसे निवेदन करता हूँ कि आप मेरे इस YouTube चैनल को सब्सक्राइब कीजिए और मेरी आने वाली वीडियोस को आप लगातार देखिए। मुझसे कोई गलती हो जाए तो मुझे आप बताइए कि क्या मैं सुधार कर सकता हूं और आने वाले टाइम में मैं अच्छा कंटेंट लाकर आप सबको नए नए वीडियोस के थ्रू। हेलो एन्ड नमस्ते सम्पूर्णमा वेलकम छ हजुरलाई। यो हजुरहरू सन्चै आरामै नै हुनुहुन्छ होला, म पनि सन्चै आरामै नै छु। म चाहिँ फेरि अब बेसी जाने क्रममा अर्को भिडियो लिएर उपस्थित भइसकेको छु हजुरहरूको माझमा हैन। देख्न सक्नुहुन्छ म चाहिँ अब बेसी जाँदैछु। बेसी जाने क्रममा चाहिँ अहिले म ठ्याक्क घरभन्दा अलि ओर आइपुगेको छु। घरभन्दा वारिपट्टि साइडमा देख्न सक्नुहुन्छ घर चाहिँ मेरो उहाँ हो। यहाँबाट अलि देखिँदैन, उहाँनिर छ ठ्याक्क यहाँ आइपुगेको छु। अहिले चाहिँ म चाहिँ पानी परेको कारणले मौसम चाहिँ यस्तो छ, ठ्याक्क लागि अलि हरियाली देखिएको छ आज चाहिँ सबतिर है। हिँड्दैछु म चाहिँ बेसी जाँदैछु। बुबा चाहिँ अघि नै स्कुल्नु भएको छ। यो यतिखेर पानी चाहिँ लाएर नि भिजाइसक्नु होला खेत चाहिँ। ठ्याक्क मेरो काम भनेको चाहिँ अब गएर चलाएर गएर अहिले तास्नु छ चुर्को पनि। आज चाहिँ ठुलो मेला छ गाइस, हाम्रो चाहिँ खेतालाहरू पनि टन्नै छ। देख्न सक्नुहुन्छ हाम्रो गाउँ ठ्याक्क लाएर ठ्याक्क लाएर यस्तो छ, यस्तो भएछ। आज चाहिँ काम पनि देखिया छैन, 6 बजिरहेछ अहिले बिहानको। म चाहिँ बिहानै उठ्ने बित्तिकै हिँडेको, हेर्नुहोस् गाइस होइन। मेरो आँखा पनि अलिक कस्तो देखिरह होला। बेसी पुग्नको लागि आज एक दिन हुनेर चाँडै उठेर हिँडेको म चाहिँ। आँखा पनि अलिक कस्तो निदाउरो टाइपको भएको होला। फाइनली देख्न सक्नुहुन्छ गाइस, म चाहिँ खेतमा आइपुगिसकेको छु है। खेतमा आइपुगेर बाजेलाई लिएर आएको छु यहाँ ट्याक्क बिउ काट्नलाई होइन। त्यही भएर मैले भिडियो चाहिँ बनाइन बाटामा आउँदाखेरि। अब चाहिँ ट्याक्क लाएर यहाँ बिउ काट्न लगाएको छु। अब बिउ काट्ने म पनि। यति बिउ काटिसकेपछि फेरि त्यसपछि यो गरौँ, आली तास्नु छ। आली तासिसकेपछि चाहिँ भट्टाभट्टी यो गरौँ बनाएर आलीसाली हाल्ने, छेउभित्र गर्नुपर्ने हुन्छ। पानी लगाएको छ होइन, देख्न सक्नुहुन्छ। पानी चाहिँ उति त आधी जस्तो भिजिसकेको छ। आधी जस्तो भिजिसकेपछि चाहिँ अब ट्याक्क लाएर ट्र्याक्टर ल्याएर लगाउनु पर्ने हुन्छ। त्यही गाइस, हेर्दै गर्नु होला। अब चाहिँ म बिउ काट्नेतिर लागेँ।
सक्नुहुन्छ यो घर पनि भ्यू काटेर सकिन लागेको छ। उता मम्मीहरू खाना खान लाग्नु भएको छ, म चाहिँ भर्खर खाना खाएर आएको। एक्क लाएर राजेलले लिएर आएको यहाँ भ्यू काट्नलाई खाना खाएर फेरि। अब सकिन लाग्यो, अब ट्याक पानी पनि भिजाएको छ। अब खाना खाइसकेपछि ट्याक्क लाएर धमाधम यो घर बनाउने हो। बटाबटी ट्र्याक्टर पनि आइसकेको छ फाइनली। अब बन्छ हाम्रो यो घर पनि, धमाधम रोपाई सुरु। फाइनली देख्न सक्नुहुन्छ भ्यू काटेर सकिन लाग्यो, उता रोपाई पनि ठ्याक्क सुरु भयो। हेर्न सक्नुहुन्छ ट्याक्क लाएर है भ्यू काटेर सकिन लाग्यो। म चाहिँ अब गोरु लिने हिँडेको, म चाहिँ हेर्ने गोरु लिएर आइसक्यौँ हामीले चाहिँ होइन, देख्न सक्नुहुन्छ गोरु लिएर हिँडिसक्यौँ हामीले चाहिँ ट्याक्क लाएर। यही हो ठ्याक्क लाएर गोरु लिएर हिँड्ने। अब गोरु ठक्क बुवा अगाडि, त्यसपछि गोरु, त्यसपछि म धपाउँदै लिएर हिँडिरहेको छु। अब म चाहिँ भित्र झिक्न जान लागेको है।
रे बजको दब दबे हिलो लातेले लातेले हाम्रो गाने नि क्या त्यसमा कसरी बोलाले म चाहिँ एउटा गरौँ रोपाएर सकिन लागेको छ ठ्याक्कलर रोपाइ सकिन लागेको छ यता यो गराउने बन्दैछ बनिसक्यो भन्दा नि भयो अब यहाँबाट चाहिँ यो सकेर हामी तल जान लागेको ठ्याक्कलर तल गएर अर्को घर बनाउनु छ फेरि तल पनि अब वहीँ तल गएर देखाउनु देख्न सक्नुहुन्छ गाइस अब चाहिँ हामी बनाउन लागेको घर चाहिँ यही हो यो एउटा घर अनि त्यसपछि यिनीहरू सुर्खा छन् यो 3टा सुर्खा यति बनाउने हो सकेको छ गाइस यो घर पनि होइन देख्न सक्नुहुन्छ ट्याक्क लाएर जोत्न पनि थालिसके बाली हाल्न थालिसके म चाहिँ टोराली ल्याएन अघि अब एकछिन बिउ काट्न जानु पर्यो हेलो फाइनली देख्न सक्नुहुन्छ हाम्रो रोपाइ चाहिँ यो गराउन सकिन लागेको छ ट्याक्क लाएर होइन रोपेर आधी जस्तो भइसकेको छ देख्न सक्नुहुन्छ यता अलिअलि यता जोत्न लागिसक्नु भएको छ ट्याक्क लाएर अब म चाहिँ बौसे गर्न लागिरहेको छु देख्न सक्नुहुन्छ ट्याक्क लाएर अब रोप्न मात्र बाँकी छ तब औसी गरिदिनुहुन्छ ट्याक्क लाएर अब रोपाइ नि सकिसक्यो आजलाई चाहिँ यति नै ओके बाई बाई गाइज फाइनली रोपाइ पनि सकियो भिडियो पनि सकियो ओके बाई बाई